होस्टेल 3 फिल्मले बक्स अफिस कलेक्सनमा आज 3 दिन पूरा गर्दैछ र आजसम्म बक्स अफिस कलेक्सनमा कतिको व्यापार गरेको छ त विशेषमा यो पनि कुराकानी गर्नेछु र बलिदान फिल्मको एउटा नयाँ पोस्टर आएको छ विशेषमा यो पनि चर्चा गर्नेछु र तपाईले हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नु भएको छैन भने तपाई सब्स्क्राइब पनि गर्नु होला र यसको साथै भिडियो मन पर्छ भने तपाई लाइक पनि गर्न सक्नुहुन्छ। ल हामी फर्स्टमा कुरा गरौँ होस्टेल 3 फिल्मको बक्स अफिस कलेक्सनको बारेमा। तपाईलाई म जानकारी गराउँ होस्टेल 3 फिल्मले दर्शक बिनबाट गजबको साथ पाइरहेको छ। होस्टेल 3 फिल्मले बक्स अफिस कलेक्सनमा तबाही मचाएको छ र प्राय जस्तो हलमा हाउसफुलको व्यापार गर्दैछ होस्टेल 3 फिल्मले र लामो समयपछि फेरि नेपाली फिल्म इन्डस्ट्रीको बक्स अफिस कलेक्सनमा यस्तो खालको व्यापार देखिरहेको छ र विगत 4 महिनादेखि नेपाली फिल्म इन्डस्ट्रीको बक्स अफिस कलेक्सनमा नेपालको सुपरस्टारहरूको फिल्म पनि बक्स अफिस कलेक्सनमा पानीको पप पनि माग्न पाइरहेको छैन र अब तपाईँ होस्टेल 3 फिल्मको बक्स अफिस कलेक्सनको रिपोर्ट सुन्नुहुन्छ भने तपाईँ पनि दङ्ग पर्नुहुन्छ। तपाईलाई म जानकारी गराउँ होस्टेल 3 फिल्मले बक्स अफिस कलेक्सनमा आफ्नो पहिलो 2 दिनमा 3 करोडको बिजनेस गरेको छ र आजको दिनको बारेमा कुरा गर्नु परेमा आजको दिनमा पनि फिल्मले राम्रो होल्ड लिएको छ दर्शक बिनको पनि राम्रो साथ र सपोर्ट पनि पाइरहेको छ र म यति भन्न सक्छु होस्टेल 3 फिल्म बक्स अफिस कलेक्सनमा हिट हुनु ग्यारेन्टी छ। तर अर्कोतिर हेर्नुहुन्छ भने पल्साका रामायण फिल्मले करिब 2 करोडको बिजनेस गर्यो र तपाईले अहिलेसम्म होस्टेल 3 फिल्म हेर्नु भएको छैन भने तपाई यो फिल्म मिस नगर्नु होला। मुभी धेरै राम्रो बनेको छ।